2081 साल चैत्र 11 गते सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो। कुलमानलाई हटाएसँगै सरकारले एनईएको कार्यकारी निर्देशकका रूपमा रुतेन्द्रदेव साक्यलाई नियुक्त गर्यो। सरकारको यो निर्णय आएसँगै यसको चौतर्फी विरोध भइरहेको छ र इन्ट्रेस्टिङली पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो कुराको विरोध गर्दै आफूले कुलमान हटाएको खबर सञ्चार माध्यमबाट थाहा पाएको र यो निर्णय प्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु भनेका छन्। कुलमानलाई प्रचण्ड निकट अथवा माओवादी निकट मानिन्छ। त्यसैले पनि ओली सरकार बनेदेखि नै आफ्नो सबैभन्दा मुख्य काम नै कुलमानलाई हटाउनु हो भने जसरी मन्त्रीमण्डल नै उनको पछाडि हात धोएर लागि परेको थियो। अब यो कुरा त सबैलाई थाहा भएकै कुरा हो, मिडियाहरूमा आइरहेकै कुरा हो। तर काहीँ कतै बाहिर नआएको अथवा नभनिएको कुरा चाहिँ पछिल्लो समय कुलमानलाई हटाउन ओली सँगसँगै प्रचण्ड पनि लागि परेका थिए। अझ भनौं कुलमान हट्दै गर्दा ओलीलाई भन्दा धेरै प्रचण्डलाई फाइदा हुँदै थियो। हो, ठिक सुन्नुभयो तपाईले। अब यहाँ भित्र एउटा इन्ट्रेस्टिङ पोलिटिकल डिलिङ भइरहेछ जसको बारेमा सबैजना मौन छन्। सो कुलमान हटाउनु पछाडिको पोलिटिकल मोटिभ यानि कि यो पछाडिको राजनीति के छ त? आउनुहोस् सबै बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। 2051 सालमा 7औं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका कुलमान घिसिङलाई 2073 साल भदौ 29 गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेका थिए। चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारी विहीन बनेका घिसिङलाई एमडीको जिम्मेवारी दिइएको थियो। दैनिक 18 घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा लोड सेडिङका यस्ता सेड्युलहरू आइरहेको अवस्थामा पोस्टमा आएका घिसिङ सामु धेरै नै च्यालेन्जेसहरू थिए। तर ती सबै कुराहरूको सामना गर्दै आफ्नो कार्यकालको पहिलो वर्षमै घिसिङले काठमाडौँ भ्यालीको लोड सेडिङ अन्त्य गरिदिए र त्यस पछाडि 2075 वैशाखदेखि त पुरै देश नै लोड सेडिङ मुक्त भएको घोषणा भयो र यो सम्पूर्णको श्रेय कुलमान घिसिङलाई नै जान्छ। किनकि कुलमान घिसिङ भन्दा अगाडि एमडी रहेका मुकेश राज काफ्लेसँग मिलेर धेरै व्यापारी र नेताहरूले एउटा ठूलो अपराध गरिरहेका थिए जुन कुलमान आए पछाडि रोकियो। सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम नेपालका निम्ति रमेश कुमारले गरेको खोज अनुसार त्यति बेलाका एमडी मुकेश राज काफ्लेले साँझ बिहान सर्वसाधारणको घरमा बिजुली काटेर उद्योगीलाई बिजुली दिने गरेका रहेछन्। जस्तै 2070 सालको हिउँतिर देशमा दैनिक जस्तो 14 घण्टा लोड सेडिङ हुन्थ्यो। आम जनताको घरमा 14 घण्टा बिजुली काटिन्थ्यो। त्यो पनि मेनली साँझ पख अथवा पिक टाइमहरूतिर। राति पढ्ने बेलामा बिजुली गइरहने अनुभव त हामी मध्ये धेरैको छ। तर यस्तो शास्ति हामीले खेपिरहँदा हेटौँडा स्थित शिवम सिमेन्ट उद्योगमा भने 24 घण्टा विद्युत आउँथ्यो। नेपाल विद्युत प्राधिकरण स्वयंले त्यहाँनिर 4 देखि 6 मेगावाटसम्म विद्युत आपूर्ति गर्थ्यो। यसलाई सिम्पल भाषामा भन्नुपर्दा त्यति बिजुलीबाट 40 देखि 60 हजार घर परिवारलाई बिजुली दिन पुग्थ्यो। अब शिवम सिमेन्ट सँगसँगै रिलायन्स स्पिनिङ मिल्स, हुलास स्टिल इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, रघुपति जुट मिल, बाबा जुट मिल, नेपाल जुट मिल सहित दर्जनौं उद्योगले लोड सेडिङका बेला पनि बिजुली पाइरहेका थिए। अब उद्योगहरूका लागि बिजुली चाहिन्छ पनि उनीहरूले देशको अर्थतन्त्र धानिदिने हो भन्ने तर्कहरू पनि आउन सक्छ। तर वास्तवमा भइरहेको के थियो भने एक त उनीहरूको कारणले गर्दा अरू सर्वसाधारणहरू अन्धकारमा बस्नु परिरहेको थियो र अर्को मुख्य कुरा भनेको चाहिँ नेपाल विद्युत प्राधिकरण उनीहरूकै कारणले गर्दा घाटामा थियो। किनकि प्राधिकरणले उपलब्ध गराएको विद्युतको शुल्क प्रति युनिट एभरेजमा 7 रुपियाँ हाराहारी मात्र थियो, जबकि डिजेल प्रयोग गर्नु पर्ने भए उनीहरूले 22 रुपियाँसम्म तिर्नुपर्ने हुन्थ्यो। भन्नुको अर्थ त्यसरी ती कम्पनीहरूलाई बिजुली दिँदा न त अरू जनताले बिजुली बाल्न पाइरहेका थिए न त यसले प्रत्यक्ष रूपमा सरकारलाई मोनिटरी बेनिफिट नै गरिरहेको थियो। फाइदा गरेको थियो त बस्दै उद्योगहरूलाई र जेनेरेटर तथा इन्भर्टरका व्यापारीहरूलाई। त्यसैले गर्दा पनि उनीहरू तत्कालीन सरकारसँग र एनईएका अन्य पदाधिकारीहरूसँग मिलेर जनतालाई सधैँ लोड सेडिङमै राखिरहन चाहन्थे। अनि अझ डर लाग्दो कुरा त त्यति बेला ती उद्योगहरूले बुझाउनु पर्ने पैसा अहिले पनि बुझाएका छैनन्। यो विषयमा विवाद अझै पनि छ। यो कुरा हामी भिडियोमा अगाडि अझै क्लियरली भन्ने नै छौँ। अब कुलमान घिसिङको आगमन सँगै उनले यसरी डेडिकेटेड फिडर मार्फत बिजुली पाउँदै आएका उद्योगीहरूको विद्युत कटौती गरिदिए। अनि
उपभोक्तामा समानुपातिक रूपमा वितरण गरिदिए, जसले गर्दा एकाएक लोड सेडिङ कम हुँदै गयो। यो सँगसँगै उनले भइरहेको बिजुलीको चुहावट रोके, बिग्रेर बसेका आयोजनाहरूको मर्मत गरिदिए, उनीहरूलाई पुनः सुचारू गरे अनि आफ्ना कर्मचारीहरूको प्रोत्साहन गर्ने गरी भत्ताहरू बढाइदिए। अनि यिनै कारणहरूले गर्दा नेपालमा लोड सेडिङ पूर्ण रूपमा हट्यो। अब कुलमानको निर्णयहरूमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री जनार्दन शर्माले पनि निकै साथ दिँदै थिए। यी दुवै नेताहरू माओवादी पार्टीका हुन्, त्यसैले पनि लोड सेडिङ हटाएको जस कुलमान सँगसँगै माओवादीले पनि लिनै हुन्छ। अब 2077 साल भदौ 28 गते एमडी को रूपमा कुलमान घिसिङको 4 वर्ष कार्यकाल सकिँदै थियो। त्यति बेला उनलाई सरकारले फेरि अर्को कार्यकालको जिम्मा दिनुपर्छ, फेरि नियुक्त गर्नुपर्छ भन्ने आवाजहरू उठिरहेको थियो। इभन सडकमै प्रदर्शन पनि भइरहेको थियो। सबैको अपेक्षा एउटै थियो, कुलमान फेरि एमडी बनिदिउन्, लोड सेडिङ नहोस्। अब यो कुरा असम्भव पनि थिएन। कुलमानलाई एमडी को जिम्मेवारी मन्त्री परिषदले दिन सक्थ्यो, प्रधानमन्त्रीले दिन सक्थे। तर त्यति बेला प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड थिएनन्, एमालेका केपी शर्मा ओली थिए। फलत उनको पुनः नियुक्ति हुन सकेन अनि उनी प्राधिकरणबाट विदा भए। कुलमानको विदाईसँगै तत्कालीन ओली सरकारले हितेन्द्र देव साक्यलाई एनईएको एमडी बनायो। तर दुई पटक संसद विघटन गरेपछि आफ्नै कारणले ओलीको प्रधानमन्त्री पद गुम्यो र माओवादी यानि कि प्रचण्डकै समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री भए। उनको मन्त्रीमण्डलमा नेकपा माओवादीकी पम्फा भूषाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइयो। माओवादी निकट सरकार भएपछि अब सरकारले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यलाई राजीनामा दिन आग्रह गर्यो। उनले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भने पछाडि सरकारले उनलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधा सहित सरुवा गरिदियो अनि 2078 साल साउन 26 गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कुलमान घिसिङलाई नियुक्त गरियो। अब माओवादी सरकारमा रहिन्जेल वा माओवादीको सरकार रहिन्जेल कुलमानको कार्यकालमा खासै विवाद केही देखिँदैन। तर जब माओवादी सरकारबाट हट्छ र विशेष गरी एमालेको सरकार आउँछ अथवा अझ केपी शर्मा ओली प्रधानमन्त्री हुन्छन्, कुलमान अलिअलि गर्दै विवादमा तानी नै रहन्छन्। यो पटक पनि ओली प्रधानमन्त्री भएकै दिनबाट कुलमानलाई हटाउन लागि परेका थिए र यसको कारण देखाउँदै थिए डेडिकेटर फिडर लाइन। अब तत्कालीन लोड सेडिङको बेलामा नागरिकलाई अँध्यारोमा राखेर भए पनि उद्योगहरूलाई वितरण गरिएको डेडिकेट तथा ट्रङ्क लाइनको महसुल नबुझाए पछाडि कुलमान एक्सनमा उत्रेका थिए। जसरी भए पनि महसुल उठाउने उनको योजनामा सरकार नै बाधक बनेको थियो र उनलाई उनकै पोस्टबाट हटाउन तम्सिएको थियो। तर त्यति बेला त्यो प्रयास पनि नाकाम रहेपछि पछिल्लो समय कांग्रेसबाट ऊर्जा मन्त्री बनेका दीपक खड्का जसरी पनि कुलमानलाई हटाउने दाउमा थिए। उनले कुलमानलाई हटाउन के प्रयास गरे त्यो बुझ्नुभन्दा अगाडि उनी कस्ता पात्र हुन् त्यो पनि बुझिहालौँ है त। संखुवा सभाबाट निर्वाचित सांसद दीपक खड्का लैनचौर स्थित नेपाल स्काउटको 12 रोपनी जग्गा कब्जा गरी आफ्नो निजी व्यवसायमा प्रयोग गरेको कारणले विवादित छन्। त्यस्तै रसुवामा बन्दै गरेको 120 मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत परियोजनामा उनी प्रबन्धक हुन्। चिनिया लगानीकर्ताको साझेदारीमा यो आयोजना अहिले निर्माणाधीन छ। यसरी जलविद्युत क्षेत्रमै लगानी भएका व्यापारी आफ्नो स्वार्थ बाजिने गरी कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने गरी त्यही खाले मन्त्रालय छानेर मन्त्री भएका छन्। अब कुलमानलाई जसरी पनि हटाउन तम्सिएका उनले विद्युत प्राधिकरणको कार्यालयमै आफ्नो अफिस खडा गरेका थिए। सडकदेखि सदनसम्मै उनको यो कार्यको विरोध हुँदा पनि उनी रोकिएनन्। बरु उल्टै कुलमानले चाहिँ होइन, भारतले गर्दा चाहिँ नेपालमा लोड सेडिङ हटेको भन्दै कुलमान घिसिङको कार्य सम्पादनलाई 0 अङ्क दिए। भारतबाट बिजुली ल्याएपछि लोड सेडिङ हटेको भन्ने कुरा सरासर गलत हो, किनकि अनलाइन खबरमा प्रकाशित यही ग्राफ हेर्नु भयो भने पनि कुलमान आए पछाडि भारतबाट ल्याइरहेको बिजुलीको अनुपात खासै बढेको देखिँदैन। त्यसैले पनि यसरी लोड सेडिङ हटाउनमा कुलमानकै म्यानेजरियल स्किललाई नै क्रेडिट दिनुपर्ने हुन्छ। सो अब यसरी राम्रो काम गर्दै गर्दा पनि ऊर्जा मन्त्री र प्रधानमन्त्रीकै इगोको कारणले गर्दा कुलमानलाई हटाएको कुरा प्रष्ट छ। तर यही मात्र एउटा रिजन भन्ने चाहिँ होइन। यसमा कुलमानलाई सधैँ सपोर्ट गरिरहे जस्तो गर्ने माओवादीको पनि प्रचण्डको पनि राजनीतिक स्वार्थ जोडिएको छ। कुलमानलाई हटाएको दिनको राजनीतिक घटनाक्रमहरूको शेड्युल हेर्नुभयो भने यो कुरा प्रष्ट हुन्छ। कुलमानलाई हटाउने निर्णय गरेको मन्त्री परिषदको बैठक बस्नुभन्दा केही समय अगाडि यी 3 टाउकेहरूको मिटिङ बसेको थियो।
4 बजे केपी ओली प्रचण्ड र देउबाको मिटिङ थियो र ठ्याक्कै त्यो सकिए पछाडि बल्ल 5:30 मा मन्त्री परिषदको मिटिङ सुरु भएको थियो। अब यी 3 टाउकेहरूको मिटिङमा के भयो भन्ने कुराहरू धेरै बाहिर आएको छैन, तर दुईटा प्रमुख लेनदेनहरू चाहिँ भएका थिए। एक त माओवादीलाई सजिलो हुने गरी संक्रमणकालीन न्याय टुङ्ग्याउन यानि कि टीआरसी को विषय सुल्झाउन सर्च कमिटी गठन गरिने र अर्को कुलमानलाई हटाउने, यानि कि प्रचण्डले मैले कुलमान हटाउने खबर सञ्चार माध्यमबाट थाहा पाएँ भनेको कुरा गलत हो। प्रचण्ड स्वयं पनि पछिल्लो समय सरकारले कुलमानलाई हटाइदियोस् भन्ने नै चाहन्थे। यो कुरा विद्युत प्राधिकरणकै केही कर्मचारीहरू र माओवादीकै केही नेताहरूले पनि स्वीकारिरहेकै हुन्छन्, किनकि कुलमान स्वत रूपमा अब 4 महिना पछाडि हट्दै थिए। 2078 साल साउन 26 गते दोस्रो पटक एमडी बनेका कुलमानको कार्यकाल कानुनी रूपमा अब 4 महिना पछाडि 2082 साल साउन 26 गते सकिँदै थियो। उनी आफै बिदा भइरहेका थिए, तर कानुनी रूपमा कुलमानको कार्यकाल सकेर उनी हटेको भए माहौल उनको पक्षमा बन्दैन थियो। आउँदै गरेको 84 सालको चुनावमा माओवादी कुलमानलाई काठमाडौँबाट उठाउने प्लानमा छ। उनलाई भविष्यको ऊर्जा मन्त्रीकै रूपमा ब्रान्डिङ गर्ने तयारी हुँदैछ र यसका निम्ति पब्लिक सेन्टिमेन्ट कुलमानको पक्षमा हुन जरुरी थियो। अब यो त अलि पछिको कुरा भयो, 2 वर्ष पछाडिको कुरा भयो। अहिले तत्काल नै पनि यसमा माओवादीको अर्को स्वार्थ छ। पछिल्लो समय पटक पटक देशको नेतृत्व गरिरहेका यी 3 नेताहरू अहिले देशको सबैभन्दा घृणित पात्रहरू बनेका छन्। गाली खाँदा यी तीनैले बराबर गाली खाइरहेका छन्, घुस खाँदा पनि बराबरै खाइरहेका होलान्। तर प्रचण्ड भने पछिल्लो समय आफ्नो छुट्टै छवि बनाउन लागि परेका छन्। म यिनीहरूभन्दा फरक छु है भन्ने देखाउन लागि परेका छन्। त्यसका निम्ति कहिले मर्निङ वक, कहिले भक्का त कहिले पान खाँदै जनतासँग आफूलाई कनेक्ट गर्न खोजिरहेका छन्। र अबको उनको प्लान भनेको कुलमानको यो विषयलाई चर्काएर सडक आन्दोलन गर्नु हो। यही चैत्र 15 गतेलाई त माओवादीले आन्दोलन घोषणा गरिसकेको छ। त्यसैले अमेरिकाका पूर्व राष्ट्रपति फ्राङ्कलिन डी रोजवेल्टले भनेको एउटा कुरा याद आइरहन्छ, इन पोलिटिक्स नथिङ ह्यापन्स बाई एक्सिडेन्ट, इफ इट ह्यापन्स यु क्यान बेट इट वाज प्लान्ड द्याट वे। राजनीतिमा केही पनि संयोगवश हुँदैन। यदि केही हुन्छ भने तपाईँ निश्चित हुन सक्नुहुन्छ कि त्यो योजनाबद्ध रूपमा भएको हो।